सहकारी ठगी प्रकरणले पुनः एकपटक नेपालको न्याय प्रणालीमा गम्भीर बहसको विषय उत्पन्न गरेको छ, जहाँ पूर्व गृहमन्त्री एवं राष्ट्रपाका सभापति रवि लामिछाने र पूर्व डिआइजी छविलाल जोशीमाथि उठेको मुद्दाले उच्च अदालत पोखरामा नयाँ मोड लिएको छ। बुटवलको सुप्रिम सहकारीको अर्बौंको ठगी सम्बन्धी मुद्दामा पटक पटक सुनाई सर्ने क्रम जारी रहेको बेला पाँचौं पटक फेरि सुनाई सार्न खोजिएको थियो, तर यो प्रयास उच्च अदालतले अस्वीकार गरिदिएको छ। अदालतले यो निर्णय दिँदै स्पष्ट रूपमा भन्यो कि यसअघि 4 पल्ट पेशी सारिएको अब पुनः सार्न मिल्दैन। रवि र छविलाल पक्षका कानून व्यवसायीहरूले अदालतलाई आफूले पेशीबारे जानकारी नपाएको जिकिर गरे पनि न्यायाधीशहरूले त्यसको औचित्य मान्न सकेनन्। बरु अदालतले त उल्टै यो लापरवाही उनीहरूकै वकिलहरूको कमजोरी भएको निष्कर्षमा पुग्यो। अदालतका अनुसार कारागारमा रहेका व्यक्तिहरूको आधिकारिक जानकारी मिसिलममा नराखिएको कारणले सूचना पठाउन सम्भव भएन। समाचारमा आएको जानकारीलाई अदालतले प्रमाणका रूपमा अस्वीकार गर्दै भने समाचारमा आएको जानकारीलाई अदालतले प्रमाणका रूपमा स्वीकार गर्दैन भन्ने प्रश्न पारेको छ। अझ रोचक कुरा त के थियो भने थुनामा परेपछि पनि सुनवाई स्थगित गर्न उनै रवि र छविलालका तर्फबाट निवेदन परेको थियो। यसले देखाउँछ कि उनीहरूलाई पेशीबारे थाहा थियो भन्ने आधार बनाउँछ, तर फेरि त्यही पक्षबाट थाहा थिएन भनेको निवेदन आउँदा न्यायाधीशहरूले शंका व्यक्त गरेका छन्। यो मुद्दाको पेचिलो पछि त्यति मात्र सीमित छैन। अदालतले अझै पनि छवि, रवि र अरू प्रतिवादीहरूको निवेदनहरूको सुनवाई हेर्दैमा राखी आइतबारका लागि अर्को पेशी तोकेको छ। यसअघि कास्की जिल्ला अदालतले रविलाई 65 लाख, छविलाललाई 88 लाख, लीला पछाइलाई 37 लाख, रामबहादुर खन्नालाई 15 लाख, मीना गुरुङ र आरती गुरुङलाई 5-5 लाख र कृष्णबहादुर गुरुङलाई 1 लाख धरोटीमा छाड्ने आदेश दिएको थियो। तर उच्च सरकारी वकिलको कार्यालयले यो आदेश विरुद्ध उच्च अदालतमा पुनरावलोकनको निवेदन दिएको हो। अदालतले 2 पटकसम्म मात्र पेशी सार्न सकिने प्रावधान भए पनि यहाँ 4 पल्ट सुनवाई सारिएको थियो। सहकारी पीडितहरूको गुनासो अनुसार गोर्खा मिडिया नेटवर्क नामक संस्थामा सुप्रिम लगायत 5 सहकारीको रकम अपचलन गरिएको थियो, जसमा लामिछाने प्रमुख भूमिकामा रहेको आरोप छ। त्यति बेला उनी संस्थाका प्रबन्धक निर्देशक थिए। यो मुद्दाले कानुनी प्रणालीको पारदर्शिता, निष्पक्षता र समयमै न्यायको जरुरतबारे गम्भीर प्रश्न उठाएको छ। अब हेर्न बाँकी कुरा भनेको रवि र उनको टिमको कानुनी कसरतले आगामी सुनाइमा कस्तो प्रभाव पार्ने हो भन्ने नै हो। तर अहिलेको अवस्थाले भने उनीहरूको कानुनी लडाई सजिलो छैन भन्ने देखिन्छ।